पहिलो पटक घोप्टे अमराई भन्ने ठाउँबाट गाडी चढेर म तुलसीपुर आउँदाखेरिमा त्योभन्दा अगाडि मैले पिच बाटो कस्तो देखाएको थिइनँ। यति राम्रो लाग्यो मलाई है तुलसीपुर चट्ट अस्वारकोबाट 8 रुपियाँ टिकट लाग्थ्यो यहाँबाट घरै गएको कि म कुनै पनि हालतमा यहाँ आउनुपर्छ। मैले एउटा त्यतिखेर भित्र सोचिसकेँ कि लोकसेवा दिएपछि झन् फर्स्ट पोस्टिङ नै यहीँ गरिदिएको छ कि मैले चाहेकै ठाउँमा गरिदिएँ। तुलसीपुरमा म आएर यहाँ जब गर्दा त्यतिखेर यहाँ डक्टरै कोही थियो। इमर्जेन्सी केस पनि हामीले ह्यान्डल गर्नु पर्थ्यो कि जानेर नजानेर जसरी पनि गर्नै पर्थ्यो। पोइजन केस भनेको हाम्रो लेभलबाट गर्ने चिज होइन नि। त्यतिखेर अहिलेको जस्तो गाडीको सुविधा थिएन है। गाडीको नाममा एउटा रेड क्रसको एम्बुलेन्स थियो, अञ्चलाधीशका 1-2वटा गाडी थिए अनि एसएचएफ कार्यालय त्यही जहाँ चाहिँ एउटा आलाको भरमा र हिस्टोरी टेकिङको भरमा ट्रिटमेन्ट गर्नु पर्थ्यो। अरू केही पनि थिएन। ल्याबको स्टार्टिङ नै सुरुवात सायद मैले गरेँ होला है तुलसीपुरमा। मेरो दौडेरै बिरामीभन्दा अगाडि त्यहाँ पुगिहाल्यौँ कि त्यहाँ पुग्यो अनि उतिखेर बेडमा सुताएर अब त्यो घोराइजा भन्ने कन्डिसनमै थियो। तुलसीपुरमा त्यो सम्भवै छैन। एम्बुलेन्स रेड क्रसको बिग्रिएको छ। अरू गाडी अब गाडी बसवालालाई भन्ने हो भने पनि अब ड्राइभर कहाँ छ, अहिलेको जस्तो फोनको सेवा थियो। मेरो श्रीमतीलाई चाहिँ पचाइदिनु छ पनि सकुशल, आमा पनि सकुशल, दुईटै राम्रो। त्यो जो जन्मिएको बच्चा हो उसले पनि बिहे गरेर उसको यत्रो ठुल्ठुलो भएको बच्चाहरू म गाँजा चल्ने आउँछ। आज दिनभरि कतिजना तलतिर गए, कतिजना मास्त्री गए, हामी औँलामा गने। मेरो श्रीमती उहिले कुन मेडिकलबाट चाहिँ मर्छ भनेर भनेको हो, यो मर्नेवाली छ, म त बस्दैन भने सट्ट उठेर। यस कार्यक्रमको प्रायोजक नागरिक केयर हस्पिटल प्रणाली। सबैभन्दा पहिला यहाँलाई पोडकास्टमा हार्दिक स्वागत छ। धन्यवाद। तपाईँको नाम? मेरो एम बहादुर धौलाकोटी। मेरो घर वीरेन्द्रनगर सुर्खेत र म अहिले दाङ तुलसीपुरमा ज्योति मेडिकलबाट व्यवसाय सञ्चालन गरेर बसिरहेको छु। तपाईँ विगत 37 वर्षदेखि हजुर तुलसीपुरमा स्वास्थ्य सेवामा कार्यरत हुनुहुन्छ। हजुर हजुर। तपाईँलाई यो स्वास्थ्य क्षेत्रमा लाग्ने प्रेरणा हजुर कहाँबाट प्राप्त भयो? होइन, मलाई सानैदेखि नै पहिला यो स्वास्थ्य क्षेत्रतिर नै अलिक बढी मन पर्थ्यो। अनि सुर्खेतमा एउटा मेडिसिन क्याम्पस थियो, त्यही क्याम्पसबाट मैले आफ्नो अध्ययन गरेँ। अनि त्यतैतिर जागिर खायो, जागिर खाँदा खाँदै अब दाङ तुलसीपुरसम्म आइयो। दाङ तुलसीपुर आउनुभन्दा पहिला कहाँ हुनुहुन्छ? सल्यान। कुन ठाउँ? कोटमाउला हेल्थ पोस्टमा अस्थायी नियुक्ति थियो। त्यहाँ कति वर्ष काम गर्नुभयो? त्यही 6-7 महिना, त्यही 7 महिना जति गरेँ क्या। त्यसपछि पश्चिम कालीमाटी कालचे भन्ने त्यहाँ एउटा हेल्थ पोस्ट थियो। त्यही हेल्थ पोस्टमा म त्यहाँ 3-4 महिना मात्रै बसेँ, धेरै बसिनँ। अनि त्यहाँबाट पछि हाम्रो लोकसेवा खोल्यो। लोकसेवामा मैले लोकसेवा दिएँ अनि लोकसेवामा नाम निस्क्यो, तुलसीपुर हेल्थ पोस्टमा पोस्टिङ गरिदियो। अनि त्यसपछि 2046 साल साउन 1 गतेदेखि तुलसीपुरमा कन्टिन्यू छु। तपाईँलाई तुलसीपुरको माटोमा पहिलोपटक टेक्दाखेरि मनमा के सोच आएको थियो? यो चाहिँबाट रमाइलो छ है। म 2045 सालतिर म कोटमाउलामा थिएँ। म साउनको 28-29 गतेतिर त्यहाँ कोटमाउला पुगेको थिएँ। अनि भदौ असोजको महिना दसैँ आयो। अनि दसैँमा म आउँदाखेरिमा पहिलो पटक घोप्टे अमराई भन्ने ठाउँबाट गाडी चढेर म तुलसीपुर आउँदाखेरिमा त्योभन्दा अगाडि मैले पिच बाटो कस्तो देखाएको थिइनँ है। अनि जब यही बाटोबाट म तलतिर गएँ अनि अरण्यको मैदानसम्म पिच थियो कि तल त्यो वीरेन्द्र चोकदेखि यहाँसम्म पिच थियो। यति राम्रो लाग्यो मलाई है तुलसीपुर चट्ट त्यो बाटो कस्तो राम्रो चोकहरू मिलेर बनेको तुलसीपुर। त्यो म गाडीबाट नझरेर त्यो गाडीमा चढ्दै नै मलाई यो ठाउँ असाध्यै राम्रो लाग्यो कि है। अनि म त्यतिखेर बसपार्क अहिले नगरपालिका भएकोतिर थियो।
अनि त्यहाँ गएँ, मसँग एकजना साथी आउनुभएको थियो, खेमप्रताप सेन भन्ने एकाउन्टेन्ट हुनुहुन्थ्यो। उहाँसँग पछि हामी तल बसपार्क झऱ्यो, बसपार्कबाट 8 रुपियाँ टिकट लाग्थ्यो, यहाँबाट घोराइ गएको। अनि त्यो बसमा चढेर हामीहरू सरासर घोराइ गएर एउटा होटलमा बास बस्यौँ, साँझ फिल्म सिनेमा हेर्ने पनि भयो। त्यतिखेर नै मलाई यति मन पर्यो यो तुलसीपुर कि म कुनै पनि हालतमा यहाँ आउनुपर्छ। मैले एउटा त्यतिखेर भित्र सोचिसकेँ कि ए कुनै पनि हालतमा मैले अब सोर्स फोर्स लगाएर हुन्छ या कसैलाई भनसुन गरेर हुन्छ या आफैले मेहनत गरेर हुन्छ, जसरी हुन्छ म यो ठाउँमा आउनुपर्छ भन्ने मेरो सोच थियो। अनि मैले लोकसेवा दिएँ, लोकसेवा दिएपछि झन् फर्स्ट पोस्टिङ नै यहीँ गरिदिएछ कि मैले चाहेकै ठाउँमा गरिदिएछ। अनि खुसी लाग्यो। पछि म आएँ अनि 2046 साल साउन 1 गतेदेखि अनि तुलसीपुर हेल्थ पोस्टमा हाजिर भएँ। तपाईँ 37 वर्षसम्म यहाँ काम गर्दाखेरि त्यति हजुर। बेला सोच्नु भएको थियो कि म 3 दशकभन्दा बढी यो समय ठाउँमा बिताउँछु भन्ने लागेको थियो? त्यो सोचेको थिइनँ। त्यो सोचेको थिइनँ। म जतिसक्यो छिटो अब यस्तो हुन्छ, अब जागिरको दौडानमा बाहिर हेर्ने भनेकै जागिरको बेला हो, अघि पछि त घर छँदैछ। हजुर। अनि मैले त्यो सोचेर मलाई लोकसेवा दिने बेला नै तपाईँले 3वटा जिल्ला रोज्नुहोस् भनेर भन्दा सबभन्दा पहिला दाङ, त्यसपछि बर्दिया, त्यसपछि मैले दैलेख रोजेको थिएँ, मैले सुर्खेत रोजेन है। ए अनि झन् मैले फर्स्ट चोइस गरेकै ठाउँमा पठाइदियो। अनि यहाँ आएँ। आइसकेपछि म 2 वर्ष खालि जबमा मात्रै बिजी भएँ। अनि पछि मलाई कता कता सुर्खेत जाने चाहना जागिहाल्यो। अब म सुर्खेत जानुपर्छ, आफ्नो घर बाहेक जानुपर्छ भन्ने मैले त्यो सोच गरेको थिएँ। पछि एउटा हरिनारायण आचार्य भन्ने डाइरेक्टर हुनुहुन्थ्यो, उहाँ चाहिँ यहाँ तुलसीपुर निरीक्षणमा आएको बेला उहाँसँग भेट भयो। अनि उहाँले चाहिँ मैले यो कुरा राखेँ, सर म मात्रै यहाँ बाहिर कति बसिराख्ने, ती लोकलहरू उनीहरू पनि कति वर्ष भयो त्यहाँ बसिराखेका छ, अब हामीलाई पनि त्यहाँ बस्ने चान्स दिनु पर्यो भनेर भन्दाखेरि उहाँले के भन्नुभयो भने मैले कसैलाई सपार्नको लागि कसैलाई बिगार्नुपर्छ ए है। अब मैले तपाईँलाई लगेर त्यहाँ राख्दाखेरि तपाईँलाई भने जस्तो हुन्छ र जो त्यहाँ मेडिकलहरू राखेर आफ्नो व्यवसाय पनि गरेछन्, जागिर पनि गरेछन्, उनीहरूलाई बिगार्नुपर्छ, म यो गर्दिनँ भनेर भन्नुभयो उहाँले। उहाँको भनाइ मलाई ठिक पनि लाग्यो है। कसैलाई बिगारेर म जानु पनि ठिक छैन होइन। ऊ पनि त आफ्नो घरमा बसेको छ, व्यवसाय गरेको छ, जब गरेको छ, बच्चा हेरेको छ, त्यो सबैलाई मैले भताभुङ्ग पारेर त्यो जानु त राम्रो छैन नि। अनि ठिक छ भने नि त्यसपछि म तुलसीपुरमै बस्ने निर्णय गरेँ। त्यति बेलाको तुलसीपुरको स्वास्थ्य क्षेत्रको अवस्था कस्तो थियो? धेरै नाजुक थियो है। किन भनेपछि तुलसीपुरमा म आएर यहाँ जब गर्दा त्यतिखेर यहाँ डक्टरै कोही थिएन है, कोही डक्टर थिएन। म सुरुमा हाजिर हुँदाखेरि एउटा ध्रुव देवकोटा भन्ने हेल्थ सेवा हुनुहुन्थ्यो, अरू स्टाफहरू पनि हुनुहुन्थ्यो। अनि जस्तै अब राति रक्सी खाएर आयो, उसलाई मादक पदार्थ सेवनको प्रमाणित गर्नु पर्यो, त्यहाँ हामीले नै गरिदिनु पर्थ्यो। घाउ चोट लागेर आयो, उसको शरीरमा कति घाउ छ के छ भन्ने कुरा आयो भने त्यो हामीले नै गरिदिनु पर्थ्यो। र त्यो कतिपय कम्प्लिकेटेड इमर्जेन्सी केस पनि हामीले ह्यान्डल गर्नु पर्थ्यो कि जानेर नजानेर जसरी पनि गर्नै पर्थ्यो। पोइजन केस भनेको हाम्रो लेभलबाट गर्ने चिज होइन नि होइन, तर गर्नु पर्थ्यो, हाम्रो बाध्यता थियो कि त्यतिखेर। किन भन्दाखेरिमा त्यतिखेर अहिलेको जस्तो गाडीको सुविधा थिएन है। गाडीको नाममा एउटा रेड क्रसको एम्बुलेन्स थियो, अञ्चलाधीशका 1-2वटा गाडी थिए, अनि एसएससी कार्यालयका 1-2वटा गाडी थिए। अरू सबै बस र ट्र्याक्टर, थोत्रा बस र ट्र्याक्टरहरू थियो। त्यो पनि कम सङ्ख्यामा है। कम सङ्ख्यामा। अब हामीले रातिमा ल आज तुरुन्तै अहिले तैँले चाहिने नेपालगञ्ज लैजा, घोराइ लैजा भनेर रेफर गर्दाखेरिमा त्यो बिरामीलाई रातभरि त गाडी खोज्नै लाग्थ्यो। किनभने बस एक ठाउँ छ, ड्राइभर कहाँ छ, त्यसलाई खोज के गर, त्यो चाहिने सम्भवै थिएन। अब रेड क्रसको एम्बुलेन्स प्राय जसो बिग्रेको हुन्थ्यो, अनि त्यो भावनाले पनि हामीले आफ्नै बुद्धि विवेकबाट जे जति हुन्छ गर्थ्यौँ। कतिपय ठाउँमा सक्सेस भयो, कतिपय ठाउँमा अनसक्सेस पनि भइयो,
तर हाम्रो लेभलले नगर्ने कामहरू पनि बाध्य भएर गर्नु पर्थ्यो। त्यति बेला हेल्थ पोस्टमा हजुर। कतिजना कार्यरत हुनुहुन्थ्यो? यस्तै थियो, खासै हेल्थ पोस्टको कर्मचारीको सङ्ख्या त बहुत कम हुन्थ्यो होइन। एउटा इन्चार्ज हुन्थ्यो, एउटा वाइफा हुन्थ्यो, एउटा एनएम हुन्थ्यो, अनि 1-2वटा पिउन हुन्थ्यो र एउटा मुखिया हुन्थ्यो, यति मात्रै हो। तर म आउने बेला के भइसकेको थियो भने यसलाई इन्टिग्रेसन गरिसकेको थियो है। के भन्छ त्यसलाई, इन्टिग्रेसन लागू गरेको थियो। इन्टिग्रेसन भनेको जस्तै विस्तारित, औलो, परिवार नियोजन होइन, यिनी जति पनि स्वास्थ्यका सेवाहरू छन् पहिला अलग अलग कार्यालयहरू भएर बसेका थिए। तर म आउने बेला त्यतिखेर चाहिँ नि त्यो सबैलाई इन्टिग्रेसन गरे हुनाले सबै कर्मचारीलाई त्यहाँ हाजिर हुनु पर्थ्यो, त्यहीँबाट सेवा दिनु पर्थ्यो। त्यसले गर्दा 30-35 जनाको सङ्ख्या थियो है, धेरै सङ्ख्या थियो कि। उति बेला जस्तो अब पोइजन केसहरू अरू मापसी चेक गर्नुपर्ने तपाईँहरूले त्यसलाई चाहिँ पुष्टि गर्ने अथवा त्यसलाई तपाईँले लेखेर सिफाइदिनु पर्थ्यो होला परलाई। पोस्टमार्टम गर्नु पऱ्यो भने त पऱ्यो भने त पठाउँथ्यो हामी, त्यो हाम्रो लेभलमा हुँदैन। कहाँ हुन्थ्यो त्यति बेला? त्यसले घोराइ पठाइदिने। ए घोराइ हुन्थ्यो। पोस्टमार्टम भनेको मरेको डेथ बडी हो, त्यसलाई त बिहान उठेर बिहान चाहिँ पठाउँदा पनि त भइहाल्छ नि, भइहाल्यो होइन। त्यही भएर त्यसलाई हामी छुन्न थियौँ। पश्चिम दाङमा हेल्थ पोस्ट यहाँ मात्र थियो कि पश्चिमतिर अरू पनि थियो? यहाँ गुल्लीमा थियो, पञ्चकुलीमा थियो, बागमाटीमा थियो होइन। यहाँ भनेको त विकसित छ भन्ने थियो होला है पश्चिम दाङका नागरिकहरूलाई। तुलसीपुर प्रायः जसो औषधि गर्न तुलसीपुर आउँथे, प्रायः जसो आउँथे। कुनै बिरामीको ठुलो उपचार गर्नु पर्यो भने कहाँलाई जानु पर्थ्यो? कि घोराइ कि नेपालगञ्ज? अन्त त के उपाय थिएन। जति ठुलो भए पनि अब उसले सक्छ भनेपछि बाहिर पठाइदिने, म सक्दैन भन्यो भने आफ्नो बुद्धि विवेकले जे जान्यो त्यही गर्ने हो। उति बेला त ल्याबको कुरा, एक्सरेको कुरा, भिडियो एक्सरेको कुरा केही पनि थिएन है। केही पनि थिएन। त्यही जाँच र एउटा आलाको भरमा र हिस्टोरी टेकिङको भरमा ट्रिटमेन्ट गर्नु पर्थ्यो। अरू केही पनि थिएन। हो त्यो स्टार्टिङ, ल्याबको स्टार्टिङ नै सुरुवात सायद मैले गरेँ होला है तुलसीपुरमा। हजुरले गर्नुभएको? हजुर, 2000 कतिमा आएको 2 वर्ष पछाडि मलाई केन्द्रीय स्वास्थ्य प्रयोगशालामा 2 महिनाको ल्याब ट्रेनिङ गर्ने मौका मिल्यो। अनि त्यतिखेर गएर मैले त्यहाँ ल्याब ट्रेनिङ गरेँ। ल्याब ट्रेनिङ गरेर आइसकेपछि अनि मैले हेल्थ पोस्टबाट पनि सेवा दिएँ, अनि आफ्नो प्राइभेट क्लिनिकबाट पनि सेवा दिएँ। अनि एक्सरे र भिडियो एक्सरे? एक्सरे त एउटा हाम्रो गुप्ता मेडिकलमा थियो, त्यो पनि अलि पछि थियो। लगभग कति सालमा होला त्यो कुरा? त्यो म छैले छैन भने त्यस्तै 50-52-55 यस्तैतिर होला उहाँसँग एक्सरे आएको। र भिडियो एक्सरे त पछि मसँग डाक्टर विक्रम गेवाली आउनुभएको थियो। उहाँले चाहिँ भिडियो एक्सरे गर्न जान्नुभएको रहेछ। अनि भिडियो एक्सरे गरौँ, राखौँ, अब यो चाहिने तुलसीपुरमा एउटा नभएको सेवा हुन्छ भन्नुभयो। म पनि उत्साहित भएँ, हुन्छ गरौँ, तपाईँले गर्नुहुन्छ भने गरौँ, लगानी गरौँ भने। अनि यसमा के हुन्छ भने अब मैले मात्रै गर्दाखेरिमा डाक्टर जतिखेर पनि त हिँडिन सक्छ नि। अनि डाक्टरलाई पनि 50-50 सेयर गरेर त्यसरी 2 जनाले चाहिँ गरेर गऱ्यौँ। अनि तुलसीपुरमा चाहिँ भिडियो एक्सरे सबभन्दा पहिला स्टार्टिङ भएकै नै त्यो मेरो क्लिनिकबाट हो। त्योभन्दा अगाडि कसैसँग पनि थिएन। प्राइभेट क्लिनिकको नाम के अरे? ज्योति मेडिकल। ज्योति मेडिकल, विनोद प्याथोलोजी भनेर चिन्ने गर्छ सबै। कति सालमा यो भिडियो एक्सरे यहाँ त्यहाँबाट सुरु भएको याद छ? मलाई जहाँसम्म लाग्छ म 2 वर्ष 45, 46, 47, 48सम्म थिएँ, 5 वर्ष त्यहाँ बसेँ। अनि 55-56 साल, 56 यस्तै सालतिर होला सायद मसँग विक्रम गेवाली बसेको। 56, 57, 58 यस्तै सायद कस्तै हो है, मलाई ठ्याक्कै अहिले फिक्स थाहा भयो। अहिले त अब ल्याब एक्सरे, भिडियो एक्सरेको सुविधा भएपछि त उपचारको लागि सहज भयो होला नि? धेरै छ होइन, अहिले त धेरै छ। त्यो हेरेर त धेरै नै अहिले त सबै कन्सल्टेन्ट डक्टरहरू, विशेषज्ञ डक्टरहरू पनि छ नि त हामीसँग होइन। तुलसीपुरमा सायद कुनै क्लिनिक छैन विशेषज्ञ डक्टर नभएको, सबै क्लिनिकमा छ। सबै क्लिनिकमा एक्सरे छ, सबै क्लिनिकमा भिडियो एक्सरे छ, सबै क्लिनिकमा ल्याब छ। अहिले सायद नभएको त कुनै मात्रै होला औँलामा गर्ने, प्रायः जसोसँग छ। उति बेला बाटो यातायात सञ्चारको अभावले कुनै बिरामीले अकालमा ज्यान गुमाउनु परेको अथवा उपचार नपाएको त्यस्तो घटनाहरू केही यहाँले सम्झिनुहुन्छ? हुन्थ्यो, त्यस्तो हुन्थ्यो। यहाँबाट घोराइ जान नसकेर होइन, यहाँबाट नेपालगञ्ज जान नसकेर
अब नेपाल जाँदा पनि एउटा घोराइबाट लमाइ भएर यसरी घुमेर जानु पर्थ्यो होइन, त्यस्तो हुन्थ्यो। अब मलाई अहिले यति त ठ्याक्कै थाहा त भएन को भयो भन्ने, तर हुन्थ्यो त्यस्तो। तपाईँको आँखा अगाडि तपाईँले त केही पीडादायी घटना देख्नु भएको छ त्यस्तो हुन्थ्यो सम्झना छ कि? नै अब त्यस्तो केसहरू अब त्यहाँ मेडिकल के अरे हस्पिटलमै पनि ट्रिटमेन्ट गर्दै जान्थ्यो। जस्तै म एउटा उदाहरण एउटा मलाई घटनाको याद आयो। एकजना केटा घोराइ चाहिँ के अरे इक्जाम दिन गएको, अनि त्यो बसमा चाहिँ उनी आएर जो यो अहिले घोराइ चोक छ, हजुर, त्यो घोराइ चोकनिर उनी झरे। ठिक्क त्यो मोडमा उनी झर्ने, गाडीले मोड लिने, मोडियो। मोड्ने बेलामा उनलाई यहाँबाट पेल्दै गयो। हामीहरू पनि त्यतैतिर थियौँ, देखियो। उतिखेर त्यो बिरामीलाई बोकेर तल थियो त्यतिखेर, यो शीतलपुर चोकदेखि माथिपट्टि थियो हेल्थ पोस्ट, त्यहाँ लगेपछि अब यो सरासरी त्यहीँ जान्छ भनेर हामीहरू दौडेरै बिरामीभन्दा अगाडि त्यहाँ पुगिहाल्यौँ कि। त्यहाँ पुग्यो, अनि उतिखेर बेडमा सुताएर अब त्यो घोराइ जा भन्ने कन्डिसनमै थिएन। तत्काल अब केही हुन्छ कि भन्ने गऱ्यौँ। अब डाक्टर साहब मलाई केही हुँदैन, औषधि गर्नुहोस्, केही हुँदैन भनिरहेछ। पछि बोल्दै एकैछिनका सुरुक्क गयो कि त्यही। सायद अहिले यस्तो खालको एम्बुलेन्सहरू भइदिएको भए, अरू सुविधाहरू भइदिएको भए उसलाई तुरुन्तै कहीँ पठाएर भए पनि केही गर्न सकिन्थ्यो। त्यतिखेर त्यो सम्भव थिएन। औषधि र उपकरणको अभावमा हजुर, त्यस्ता कतिपय घटनाहरू छन् जो हजुरले चाहेर पनि औषधि उपचार गर्न सकेको बिरामीहरूलाई? नै त्यस्तो त धेरै हुन्थे होइन। अब यो हामीले सक्दैनौँ भनेर पनि अब दिउँसोको सजिलो समय छ, गाडी चलिरहेको अवस्था छ भने त बाहिर पठाउँथ्यौँ। प्रायः जसो रातिमा आएको केसलाई हामीलाई समस्या पर्थ्यो है। एउटा केस कस्तो भएको छ भनेपछि, म राति 1-1:30 बजेतिर एकजना चिनेको साथी मलाई बोलाउन आयो। मेरो श्रीमती घरमा डेलिभरी छ, गएर हेरिदिनु पऱ्यो भनेर। अनि म त्यहाँ गएँ, हेर्दा रहेछ बच्चा चाहिँ उल्टो है, बच्चा रहेछ उल्टो। अनि मैले उसलाई भने, तपाईँको बच्चा उल्टो छ, तपाईँ तुरुन्तै गाडी बनाएर लैजानुहोस्, घोराइ लैजानुहोस्। भनेपछि डाक्टर साहब म कहाँ लैजाऊँ मैले, तुलसीपुरमा त्यो सम्भवै छैन, एम्बुलेन्स र रेड क्रस बिग्रिया हुन्छ। अरू गाडी अब गाडी बसवालालाई भन्ने हो भने पनि अब ड्राइभर कहाँ छ, अहिलेको जस्तो फोनको सेवा थिएन होइन। अनि उसले के भन्यो भने लास्टमा मरे पनि मर्छ, बच्चालाई बरु मारिदिनुहोस्, यसलाई पिस गरेर निकालिदिनुहोस्, मेरो श्रीमतीलाई चाहिँ बचाइदिनुहोस् भनेर उसले लास्ट जिम्मेवारी छोडिदियो। ऊ लग्नै सक्दैन। त्यो कन्डिसन भएपछि अनि अब आफ्नै विवेकले जे जति आउँछ सक्नुपर्ने, गर्नै पर्ने बाध्यता भयो कि। अनि मैले चाहिँ नि पछि आफ्नै अब आइडिया लगाउँदै गएँ। अनि पहिला खुट्टाहरू निकालेँ, त्यसपछि बिस्तारै हात निकालेपछि त यो टाउकोमा त यो के अरे यहाँ गएर त ठ्याक्कै बटन लगाए जस्तो भयो नि घाँटीमा त होइन। हो नि, त्यो भएपछि अब त्यो बेलामा सबभन्दा गाह्रो हुने कि होइन। त्यो जबरजस्ती तानेर पनि हुँदैन, त्यो आइडिया नहुँदासम्म हुँदैन। पछि मैले आफैले यसो सोचेँ, यसो गरेर यसको बच्चाको मुखभित्र आउँला हालेँ कि। हजुर, आउँला त्यसलाई यो लेभलमा पुर्याइदिएँ। अनि यहाँको जो टाइट हो यहाँ आयो नि, हजुर, यहाँ आइसकेपछि पनि बिस्तारै निकाल्न सजिलो हो। अनि त्यो बच्चा चाहिँ सकुशल, बच्चा पनि सकुशल, आमा पनि सकुशल, दुइटै राम्रो भयो है। अहिले त्यो जो जन्मिएको बच्चा हो उसले पनि बिहे गरेर उसको यत्रो ठुल्ठुलो भएको बच्चाहरू म कहाँ जचाउन ल्याउँछ। अहिले त चिन्नुहुन्छ है? किन, उसले पनि चिन्छ, मैले पनि चिन्छु नि। कति सालको रहेछ? खै हजुरभन्दा धेरै पहिला नै हो। त्यो सायद 48-49-50 भने त्यो 50-52 सालतिर होला। कति खुसी लाग्यो होला है तपाईँ त्यसमा सफल हुँदाखेरि? यति खुसी लाग्यो कि सायद त्यो हस्पिटलले पनि नसक्ने केस हो कि उति बेलाको समय। अहिलेको जस्तो समय भयो तुरुन्तै रेफर नेपालगञ्ज जाऊ, तेरो बच्चा उल्टो छ नेपालगञ्ज जा भन्ने हुन्थ्यो है, बाहिर जा भन्नुपर्ने हुन्थ्यो कि। म गर्दैन थिएँ होला सायद अहिले। त्यतिखेर बाध्यता आइलाग्यो, गर्नै पर्ने भयो, जाने पनि नजाने पनि गर्नै पर्ने भयो। अनि त्यसपछि त्यो आइडिया लगाएँ, जो बच्चा छोरा जन्मियो, राम्रो भयो, सकुशल बच्चा जन्मियो, आमा पनि सकुशल भयो। यति खुसी लाग्यो मलाई पनि, यति आत्मसन्तुष्टि भयो कि
जे होस् आज मैले कसैको ज्यान बचाएँ उहुँ। भन्ने लाग्यो। ठिकै भयो, मलाई त्यो घटनाको याद आउँछ। त्यस्तै त्यस्ता अरू धेरैवटा घटना छन्। उति बेला त धेरै दिदीबहिनीहरूले सुरक्षित सुत्केरी सेवा नपाउँदाखेरि त अकालमा ज्यान गुमाउनु पर्यो होला। कति तपाईँले सुन्नुभयो होला है? कति हुन्थ्यो, त्यस्तो धेरै हुन्थ्यो, त्यस्तो धेरै हुन्थ्यो। अब अलिअलि पैसा भएको मान्छे दिउँसोको समय छ भने त बाहिर लगिहाल्थ्यो नि। कोही त्यस्तो थियो, अब कोही बाटैमा जान्थ्यो, कोही हिँड औषधि गर्दा गर्दै जान्थ्यो। त्यस्तो धेरै अब दुःख। हिजोआज जस्तो त उति बेला त यातायातका साधनहरू थिएनन्, चल्दैनथे। कहाँ त केही थिएन कहाँ। अहिले त मलाई त्यहाँबाट यहाँ आउँदा कति ठाउँमा बाटो क्रस गर्न ठाउँ भयो। त्यतिखेर त कस्तो थियो भनेपछि म भर्खर आउँदाखेरिमा तल जो शीतलपुर चोकदेखि मास्तिर जो गोपाल रजौरी भन्नेको घरमा चाहिँ नि मेडिकल थियो, के अरे हेल्थ पोस्ट थियो। अनि उहाँले एउटा कोठामा आफ्नो मेडिकल राख्नुभएको थियो। अनि हामी प्रायः जस्तो फुर्सदको समयमा त्यहाँ आएर बस्थ्यौँ कि। अनि त्यो बेन्चमा बसेर बाहिर बाटोतिर हेर्थ्यौँ। आज दिनभरि कतिजना तलतिर गए, कतिजना मास्तिर गए, हामी औँलामा गन्थ्यौँ। त्यस्तो पातलो मान्छे कि ल आज चाहिँ करिब करिब 150 जना तलतिर गयो होइन। 175 जना मास्तिर आयो। गाडी त छँदै थिएन भने पनि हुन्छ। कसैको 1-2वटा मोटरसाइकल थियो। अनि पुरै तुलसीपुर धुले बाटो। अञ्चलाधीशको छोराले गाडी तलतिर लगाएर माथि ल्यायो भने पुरै तुलसीपुर त धुलोले भरिन्थ्यो कि। उति बेला त हेल्थ पोस्ट मात्रै, अस्पतालहरू, मेडिकलहरू केही थिएनन् है? मेडिकल थिए। मेडिकल त अब यिनै अब जस्तै विकास मेडिकल, विनोद मेडिकल, त्यसपछि गुप्ता मेडिकल, मेडिकलहरू त थियो। 7-8वटा मेडिकल थियो तुलसीपुरमा। उति बेलाको तुलसीपुर र अहिलेको तुलसीपुरमा यहाँले धेरै फरक, धेरै फरक। हरेक कुरामा धेरै फरक होइन। यातायात भन्नुहुन्छ भनेपछि अहिले धेरै पिच गरेको छ, बाटो सफा छ, सरसफाइ भइरहेको छ होइन। बाटोमा पानी बग्दैन। अब बादमा 1-2 ठाउँमा खाल्टाखुल्टी भयो, त्यो भिन्दै कुरा हो। तर धेरै सुविधा छ यातायातको क्षेत्र लिएर। अब स्वास्थ्य क्षेत्र लिएर पनि धेरै राम्रो छ। यत्रो पहिला एउटा सीमित इलाका हेल्थ पोस्टमा यहाँको मान्छेहरू सीमित हुनु पर्थ्यो भने अहिले एउटा राप्ती प्रादेशिक हस्पिटल होइन, प्राय सबै किसिमको कन्सल्टेन्ट डक्टरहरू पाउँछ होइन, त्यो सुविधा छ। त्यसपछि मेडिकल पनि तुलसीपुरमा मात्रै पनि सायद 50-60वटा मेडिकलभन्दा बढी नै होलान् होइन। अब यति मेडिकल छ। अब पश्चिमतिरको जनताहरू पनि जस्तै कालीमाटीदेखि यता पुरनधारा पञ्चकुले साइडतिरको मान्छेहरू बजारमा आएर औषधि गराएर त्यसै दिन कसैलाई फर्किने गाह्रो हुन्थ्यो भने कसैलाई दिनभरि लाग्थ्यो। बिहान आयो, औषधि गर्यो, अनि साँझ घर गयो, उसलाई दिनभरिको काम हुन्थ्यो भने अहिले 1 घन्टामा आउँछ, 1 घन्टामा औषधि गर्छ, 1 घन्टामा गर्छ, 2-3 घन्टामा उसको काम सक्यो। यति सुविधा भएको छ। अनि जतिखेर पनि कन्सल्टेन्ट डक्टरहरू पाउँछ। अपरेसन सुविधाहरू छ यहाँ अहिले होइन। बिरामीहरू भर्ना गरेर राख्ने सुविधा छ। अहिले त धेरै एडभान्स भएको नि तुलसीपुर त। पहिलाको त्यो बेलाको हेरेर अहिले त धेरै एडभान्स भएको। त्यो बेलाको समयलाई अहिले कम्पेयर गर्दाखेरि चाहिँ काठमाडौँ जस्तो सेवा सुविधा पाए सर हो है? पाए जस्तै लाग्छ। आखिर हामी उहाँ गएर पनि त्यही डक्टर, त्यही एमडीसँग जचाउँथ्यो हो नि। कहीँ डिएमहरू पाउला होइन, कुनै हस्पिटलमा डिएमहरू पाउला, नत्र पनि त्यही एमडीसँगै चाहिँ जचाउने हो भने तिनी एमडीहरू त अहिले यहीँ पनि त छन् नि त। उति बेला स्वास्थ्य कर्मीलाई हेर्ने दृष्टिकोण समाजको कस्तो थियो? एकदमै राम्रो है, एकदमै राम्रो। डक्टर भनेको भगवान हो भन्ने सम्झिने के है। डक्टरलाई बोल्ने, सम्मान गर्ने शब्दहरू नै फरक हुन्थ्यो है। अब हामी जति हेऱ्यौँ, हामी सबैले जति बिरामी हेरेको छ सबैको सबै बचाउन सकिन्छ भन्ने त छैन नि। कुनै पनि हस्पिटल, चाहे वीर हस्पिटल होस्, चाहे महाराजगञ्ज हस्पिटल, जहाँसुकै होस्, लगेका कतिपय बिरामी त त्यहाँ पनि त मरेको छ नि होइन। डक्टरको काम त बचाउने कोसिस गर्ने हो, ग्यारेन्टी लिने होइन होइन। अब हामीले पनि त्यहाँ कतिपय गर्दै पनि त्यस्तो हुन्थ्यो। तर पनि जनताहरू अथवा बिरामीको मान्छेहरूले केही विरोध गर्दैन थियो। औषधि गर्दै गयो,
गयो डाक्टर सहज साहबले रूपमा लिने है। सहज रूपले लिने गयो डाक्टर साहबले गर्नुभएको भएन भन्ने त्यसलाई सहज उठाएर लाने ए त्यति राम्रो थियो र एकदम सम्मानको दृष्टिले हेर्ने थियो। तपाईँ फिल्डमा पनि जानुभयो बाहिर गाउँतिर कतै? जान्थेँ पहिला पहिला त्यो इलाका स्वास्थ्य चौकीबाट एउटा आउटरिच क्लिनिक भन्ने एउटा क्लिनिक राखेको थियो। त्यो हरेक महिनाको एकचोटि त्यो ठाउँमा गएर त्यहाँको बिरामी हेरिदिनु पर्थ्यो है। जस्तै म यो नारायणपुरदेखि मास्तिर त्यो हापुरी भन्ने ठाउँतिर जान्थेँ, कहिलेकाहीँ यता माथि घोर्नेटी साइडतिर महिनामा एकचोटि त्यहाँ गएर पनि बिरामी हेरिदिने त्यस्तो त्यस्तो थियो। नागरिकहरूले निकै माया मान्ने, विश्वास मान्ने है त्यति बेला डक्टरहरूको। होइन डक्टर भनेपछि असाध्यै विश्वास, यो डक्टर भने भगवान् हो भने भगवान्को रूपमा हेर्ने के त्यस्तो थियो। अहिलेसम्म हजारौँलाई तपाईँले सेवा दिनुभयो बिरामीहरूलाई, गरियो 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 धेरैलाई गरियो। खुसी लाग्छ। जे होस् आफूले हेरेको केस सन्चो भइदियो राम्रो भइदियो भने त यति आत्मसन्तुष्टि हुन्छ नि, मैले धेरै गरेँ भन्ने लाग्छ। कहिलेकाहीँ आफूले गर्दा गर्दै बिग्रियो भनेपछि दुःख पनि लाग्छ। प्रायःजसोले बुवाले थालनी गरेको काममा हजुर छोराहरूले साथ नदिएको, छुट्टै पेसा रोजेको अवस्था हुन्छ। हजुर तपाईँकोमा के छ? मेरो त्यस्तो छैन, मैले जे गरेँ त्यही पेसा छोराहरूमा छ। बाबु पनि डक्टर हो ए अनि बुहारी पनि डक्टर हो, ए त्यस भएर त्यो त्यो छैन म कहाँ। तपाईँलाई अलि सहज भएको छ, पहिला एक्लै हुनुहुन्थ्यो है? अलि सहज भएको छ। अब सायद त्यो विनोद धौलाकोटी भने मेरो छोरा हो। ए छोरा त्यस बिरामीहरूले नागरिकले अहिले पनि तपाईँलाई माया मान्नुहुन्छ, आउनुहुन्छ होइन? आइराख्नु भएको छ, नआएको भए त फेरि कहाँ बस्नु सकिन्थ्यो रे। अब यति घरबास यतै पनि हजुर जोडिसक्नु त्यो भएको होला। किल्ली भएको मेरो आफ्नै घर हो, ए किल्ली भएको आफ्नै घर हो त्यो। तपाईँले त्यो क्लिनिक सुरु गर्दाखेरि केही समस्याहरू तपाईँमाथि आए कि कसैले केही भने कि जब तपाईँ हेल्थ पोस्टमा काम गर्दै हुनुहुन्थ्यो? हुन्थ्यो त्यो त कतिपय यस्तो हुन्छ कि जति मान्छे छन् सबैको सोच सबैको दृष्टिकोण एउटै हुन्छ भन्ने छैन है। कतिपयले कस्तो किसिमको रियाक्सन लिन्थ्यो भनेपछि होइन उसले बढी मेहनत गरेको छ, कमाएको छ, दुई पैसा कमाएको छ, राम्रो हो नि भन्थ्यो भने कतिपयले सरकारीमा जब गर्छ मेडिकलमा बस्छ ए भन्ने गुनासो पनि गर्थे नि होइन। जबकि त्योभन्दा तपाईँले यहाँबाट सेवा धेरै दिनु सक्नुहुन्थ्यो नागरिकलाई। अब अफिस टाइममा गयो, अफिसमा चाहिने सेवा दिने के अरे आफ्नो अफिस टाइम 2 बजे, त्यतिखेर त 10 to 2 थियो अनि 2 बजे पछाडि आएर फेरि आफ्नो क्लिनिकमा हेर्ने हो। उति बेला औषधि पनि पर्याप्त मात्रामा पाइन्थ्यो? जे होस् म आउने बेलासम्म पाउँथ्यो, किनभने त्यतिखेर औषधिको होलसेल पसलहरू 1-2वटा थियो, जस्तै गुप्ता मेडिकल उहाँको होलसेल पसल थियो। त्यसपछि अरू घराइ अनि नेपालगञ्जबाट पनि आउँथ्यो। जे होस् म आउँदाखेरि त्यतिखेर आफूले चाहेको औषधिहरू ल्याइदियो भने ल्याइदिन्छु, जतिखेर पनि पर्याप्त थियो। पाउँथ्यो औषधि चाहिँ पाउँथ्यो। तपाईँले यो सेवामा काम गरिरहँदाखेरि आफूले भोगेका त्यस्ता समस्याहरू त्यस्तो के छन्, चुनौतीहरू धेरै छन्, के छन्? धेरै ठाउँमा समस्याहरू भोगियो। त्यस्तो त अब कौन समस्या दिने है। अब यस्तै म एउटा डेलिभरीको प्रसङ्गलाई लिएर भन्छु। एकजना यहीँ कालाखोलातिरको मान्छे हो, उसको श्रीमती चाहिँ नि त्यो प्रेग्नेन्ट भन्नाले डेलिभरी हुने टाइममा पुगिसकेको रहेछ। अनि बिहान त्यतिखेर मेरो क्लिनिक माउन्ट भ्यूनेर थियो कि तल कता थियो है, अनि लिएर आयो एकजना लेडिजले लिएर आयो। उनीहरूले के सोचेर आएर रहेछ भने ओन्ली सुन्नेको छ, पिसाब चलाउने औषधि मात्रै लिएर आउने भनेर लिएर आएको। ए अनि मैले हेर्दाखेरि त उसको त 2 फिङ्गर लुज भइसकेको रहेछ, अब उसलाई व्यथा लागिसकेको छ ए होइन। व्यथा लागिसकेको छ। मैले भने ल यो बिरामीलाई व्यथा लागिसकेको छ, तपाईँहरूको चाहिँ नि डेलिभरी गराउनुपर्छ। बिरामी एकदम जटिल कन्डिसन, उसको असाध्यै एनिमिक थियो कि, शरीरमा खुनै नभएको। अनि त्यो अवस्थामा लिएर आयो। अनि डाक्टर साहब त्यस्तो छ भने गरिदिइहाल्नुहोस् भने, तपाईँहरू सक्नुहुन्छ भने बरु तुरुन्तै के अरे घरै लानुहोस् भने। अब अर्का गाउँले महिलाले ल्याइदिएछ, उसको श्रीमान रक्सी खाएर फिट्टु रहेछ। तिनीहरू आएको आधा घन्टा 1 घन्टा पछाडि आयो। मेरो श्रीमती उहिले
कुन मेडिकलबाट चाहिँ नि मर्छ भनेर भनेको हो, यो मर्नेवाली छ, म त बस्दैन भने सट्ट उठेर हिँडिदियो, रक्सी खाएर फिट्टु भएको। अनि उसले डाक्टर साहब मैले त सक्दैन, अब जे हुन्छ यहीँ गरिदिनुहोस् भन्न थाल्यो। पछि मैले भित्र डेलिभरी गर्न थालेँ। डेलिभरी गर्दा त्यो छोरी चाहिँ 2वटा बच्चा। अनि 2वटा बच्चामा एउटा बच्चा जब मैले निकालिसकेँ त्यसपछि छाम्दा अर्को पनि छ, अर्को बच्चा पनि निकालेँ। त्यो जब 2टै बच्चा निकालिसकेँ त्यसपछि त्यसको यस्तो ब्लिडिङ भयो हेर्नुहोस् कि मैले यहाँ काम गरिराखेको छु, बिरामी यता सुतिराखेको छ, म यहाँ काम गरिराखेको छु, अनि त्यसको ब्लिडिङ उछेर यहाँ आयो कि पुरै पचाकाबाट हाने जस्तो गरेर प्रेसरमा आयो, पुरै प्रेसरमा त्यस्तो ब्लिडिङ आयो। म त दङ परिहालेँ। अब गर्ने के? अब त्यहाँ किताबका कोर्सहरू हेरेर साध्य हुँदैन, विवेकले जे बुझ्छ त्यही गर्ने हो त्यतिखेर। अनि त्यसपछि मैले तुरुन्तै आफूले जानेको, अब यो गरेँ भन्नुभन्दा मैले जानेको गरेँ, जे जानेको थिएँ त्यही गरेँ। अब इन्जेक्सनहरू दिनुपर्ने ठाउँमा दिएँ, जे गर्नु गरेँ। अनि बिरामीको भाइटल साइनहरू हेर्दै गरेँ, तर पनि त्यो बिरामी सकमा गएन कि है। तर पनि त्यो बिरामी त्यस्तो ब्लिडिङ हुँदा पनि त्यो सकमा गएन। अनि त्यसपछि मैले तुरुन्तै उसलाई चाहिँ नि डिप हेमासिल के दिनुपर्छ, ब्लड रोक्ने औषधिहरू जे दिनुपर्छ दिएँ। उसँग एकजना आएको थियो महिला पनि, अब सुत्केरी छ भनेपछि म चाहिँ घरबाट कपडा ल्याउँछु भनेर घर गएको। ओन्ली बिरामी छ, कन्डिसन त्यसमा आइसक्यो है। पछि के गर्ने? अब त्यहाँ जे जानिन्छ त्यही गर्ने हो, जे हुन्छ हुन्छ भन्नेतिर गएर हेरिसकेपछि पछि जे होस् मेरो भाग्यले साथ दियो भनौँ, या के उसको बाँच्ने केही थियो, रोकियो, ब्लिडिङ रोकियो। अनि त्यो बिरामी सकमा गएन। सबभन्दा भाग्यको कुरा के, सकमा एनिमिक भन्ने हो नि, यस्तो उसको शरीरमा ब्लडै थिएन भन्दा पनि हुन्छ कि, त्यस्तो एनिमिक थियो, सुन्निएको थियो पुरै। पछि सबै मैले कन्ट्रोल गरिसकेपछि अनि त्यो मान्छे घर गएछ, खाना पकाएछ, बच्चा बच्चीलाई खाना खाएछ, स्कुल पठाएछ। त्यसपछि झोलामा त्यो कपडा राखेर बल्ल आएको। कति समय लाग्यो? अनि त्यसपछि ऊ आउने बेलासम्म सबै काम सकिसकेको थियो। अनि त्यसपछि मैले उसलाई तै पनि एकचोटि घोराइजाने सल्लाह दिएँ। अनि तपाईँको बिरामी यस्तो यस्तो छ, सबै खतराबाट त मैले टाढा गराइसकेको छु, तर यो बिरामी एकदम यसको शरीरमा ब्लडै छैन, त्यही पनि भएको ब्लड अहिले यत्रो गइहाल्यो, उसलाई 1-2 पोइन्ट ब्लड पनि दिनुपर्छ। त्यतिखेर तुलसीपुरमा त्यो सुविधा थिएन। अनि मैले घरै पठाएँ, सबै काम सकिसकेपछि घरै पठाएँ। अनि उनीहरू 1 दिन कति त्यहाँ राख्यो, ब्लड सलड चढायो। अनि भोलिपल्ट पर्सिपल्ट म कहाँ आएर मलाई भेट्यो, अनि मेरो हिसाब किताब पनि गर्यो। त्यति बेला याद छ कति खर्च भएको छ? 3035 है। हेर्नुहोस् है, त्यो मलाई त्यो सबै मान्छे सबै त्यो मेरो सबै जोडेको 3035 यस्तै छ, कति भएको थियो होला। त्यतिखेर म कस्तो लाग्यो भने, मलाई त्यतिखेर कस्तो फिलिङ भयो भने चाहिँ भगवानले मलाई माथिबाट होइन आशीर्वाद दिएको जस्तो कि, अथवा मेरो रक्षा गरिदिएको जस्तो लाग्यो त्यतिखेर मलाई। किनभने त्यो केस यदि अहिलेको हुन्थ्यो भनेपछि त्यो सोझै नेपालगञ्ज पठाउने केस हो, सोझै नेपालगञ्ज पठाउने केस हो। त्यस्तो केस पनि हेरियो, जस भगवानले साथ दियो अनि सक्सेस भयो। 3 बच्चापछि अहिले त ठुल्ठुलो भइसके होइन, 2टा छोरी जन्माएको थियो। त्यस्तो घटनाबाट पनि बचियो, त्यस्तो अप्ठ्यारोबाट पनि बचियो कि। उति बेला जति बेला कुनै प्रविधिको विकास थिएन र पनि तपाईँले त्यस्ता जटिल केसहरूको तपाईँले उपचार गर्नुभयो। अहिले बाहिर रिफर गर्ने चलन छ, इच्छा शक्ति नभएर हो कि अथवा जोखिम धेरै हुन्छ भनेर? जोखिम धेरै न, अहिले त यस्तो हुन्छ नि, उतिखेर के भन्थ्यो भने पेसेन्ट पार्टीले जे हुन्छ गर्नुहोस् भन्थ्यो। हजुर होइन, त्यो हामीलाई गर्ने आँट पनि आउँथ्यो, जे हुन्छ गर्नुहोस्, तपाईँ टेन्सन नलिनुहोस्, केही भइगयो भने हामी छौँ भन्थ्यो। हामीलाई काम गर्ने आँट पनि आउँथ्यो। अब त त्यो भन्दैन नि, उनीहरू डाक्टर साहब हुन्छ भने हुन्छ, हुन्न भने हामी बाहिर लान्छौँ भन्छ कि। बाहिर लान्छौँ भनेलाई किन रोक्ने, हुन्छ लानुहोस् भनेर पठाइदिइहाल्यो। कुनै प्राविधिक के समस्या भन्दा गाह्रो हुन्छ, भोलि आफ्नो भन्ने ठाउँ हुन्न कि होइन। हामीलाई तपाईँलाई भनेकै त हो नि त, तपाईँले सक्नुहुन्न भने हामीले बाहिर लान्छौँ भनेकै त हो नि त, तपाईँले किन रोक्नुभयो भनेर उनीहरूले पोइन्टै निकाल्छ नि। त्योभन्दा त
सुरुमै जानुहोस् मा उसले चाहिने बिरामीले हामी जान्छौँ र यदि यहाँ हुन्न भने जान्छौँ भन्यो भने चाहिँ सोझै पठाइदिइहाल्ने हो। बाहिर जान्छौँ भनेर रोक्ने होइन, पछि आफूलाई गाली हुन्छ। तपाईँ यो क्षेत्रमा लागेर परिवारलाई समय नदिएर घरमा कहिले टाकटुक खाटोखुटो केही परेको छ त्यस्तो? त्यस्तो परेन। मैले मेरो परिवारबाट पुरै सहयोग पाउँथेँ है। मैले मेरो श्रीमती अब बाट आफ्नो परिवारहरूबाट मैले कहिले पनि त्यस्तो होइन, त्यो भरपुर सहयोग पाउँथेँ। समय नदिएर परिवारलाई अपेक्षाअनुसार मैले कतै गल्ती गरेँ भन्ने लाग्छ कि लाग्दैन? गल्ती मेरो व्यस्ततै त्यस्तै थियो। मैले चाहेर उनीहरूलाई समय नदिएको होइन कि, अब मैले टाइम निकाल्न नै मलाई गाह्रो हुन्थ्यो कि। बिहान 5:30 बजे 6 बजे उठ्ने बेलामा तौलिया बेरेर म तल झरेँ भनेपछि म त्यही तौलियासँग 10 बजे खाना खान माथि जानु पर्थ्यो। भनेपछि मलाई थुक्ने फुर्सद पनि हुन्न थियो कि, त्यति बिजी हुनु पर्थ्यो। अनि उनीहरूले त्यो सब बिजी देखिराखेका हुन्थे नि त, मलाई फुर्सद छैन भन्ने। धेरै रात त सुत्न पाइएन होला है तपाईँ त? एकदम हो, सही हो, सही हो। महिनामा 30 दिन हुन्छ भनेपछि 15 दिन त चौपट्टै आँखा झिमिक्क नगरेर जान्थ्यो, 15वटा रात त। बिरामीहरू आएर रात आपत पर्दाखेरि उठाइहाल्ने हजुरलाई? उठाउने। अब हेल्थ पोस्टमा आएको बिरामीहरू पनि राति गयो हेऱ्यो भनेपछि अब बिरामीलाई त्यहाँ डिपमा राखेको छ, औषधि चढाइरहेछ, मलाई यहाँ किन निन्द्रा लाग्छ र? मलाई त झिसिङ झिसिङ भइरहन्छ नि। एकैछिन सुत्छु है भन्यो भने पनि त्यो बिरामीलाई अहिले बढी हुने हो कि अझ कस्तो हुने हो होइन, डिप सकियो कि, अब त्यो झिसिङ हो भने त्यो अनिद भइराख्ने। अनि त्यसपछि डाक्टर सलाइन सक्यो भने फेरि गयो, अनि चेन्ज गरे। त्यस्तो हुन्थ्यो। मजाको निन्द्रामा अथवा सुतिराखेको बेला बिरामीहरू आएर डाक्टर साहब भनेर ढकढकाउँदाखेरि कहिलेकाहीँ के पेसामा लागेछ भन्ने लाग्यो कि लागेन? नै, म आएको करिब 10-15 वर्षसम्म, 15-20 वर्षसम्म मलाई त्यो केही पनि लागेन है। यति काम गर्ने मन लाग्ने, जति धेरै काम गर्यो त्यति सन्तुष्टि मिल्थ्यो कि है। हेल्थ पोस्टमा चाहिँ कसैले बिरामी नहेरिदिए हुन्थ्यो, म आफैले हेर्न पाए हुन्थ्यो जस्तो लाग्ने है। अनि केही त्यस्तो भनौँ न, अब कसैको फ्र्याक्चरै भएर आयो होइन, कसैको केही भएर आयो, स्टिच गर्नुपर्ने केसहरू आयो भनेपछि त्यो अरूले नगरिदिए हुन्थ्यो, म आफै गर्न पाए हुन्थ्यो भन्ने त्यस्तो लाग्ने। रातिमा केसहरू आयो भने चाहिँ जतिखेर बोलाए पनि फ्याट्टै उठिहाल्ने कि, किनभने त्यो आफूलाई हेर्ने एउटा इन्ट्रेस्ट, रहर पनि अनि सेवा पनि त्यो हुन्थ्यो। अनि म त्यो रातभरि अनितो भएकोमा मलाई केही पछुतो लाग्दैन थियो, मैले एकदम गर्थेँ। पछि जब 15-20 वर्ष पछाडि अनि धेरै मेडिकल भए, हस्पिटलहरू खुले होइन, अनि त्यसपछि अनि त्यस्तो केसहरू आयो भने माथि अञ्चलमा लैजानुहोस् भन्ने, अथवा एउटा डिआई पाटिल भन्ने आएको थियो त्यहाँ लैजानुहोस् भन्ने, अथवा अरू नजिकको कतै अर्को हस्पिटलमा लैजानुहोस् भन्ने, त्यो गर्ने। अब पछि अलिकति अल्छी लाग्न थाल्यो, झ्याउ पनि लाग्न थाल्यो, पछि गएर। उति बेला बिरामीको शरीरमा ब्लड नभएको बेला ब्लड बैङ्क थियो घरैमा? घरैमा थियो होला, घरैमा थियो, किनभने मैले त्यो लेडिजलाई पठाएको हुन त अलि धेरै पछि नै हो। पछि म त्यतिखेर माउन्ट भ्यूनिर थिएँ, अलि पछि नै हो। त्यहाँ त्यतिखेर त्यो ब्लड दिने व्यवस्था थियो। त्यो पनि धेरै पछि त्यो सेवा सुरु भयो? पछि नै हो, ब्लड दिने व्यवस्था थियो। मैले त्यहाँ पठाएको, उनीहरूले 1-2 पोइन्टको चढाएर पनि आएको। अहिलेको पुस्ताले त्यो सङ्घर्षबाट के सिक्नुपर्छ जस्तो लाग्छ तपाईँलाई? होइन, अब यस्तो हो कि मान्छे सफल हुनको लागि सबभन्दा ठुलो कुरो उसको इमान्दारिता र मेहनत। जो मान्छे मेहनत गर्छ, जो मान्छे इमान्दारीका साथ काम गर्छ, त्यो कहिल्यै पनि जीवनमा असफल हुँदैन। तपाईँ हर काममा चाहिँ नि अहिले नै पछि भनेर भन्नुभयो, अथवा त्यो मान्छे आज यसलाई के भनेर पठाउने होला भनेर केही न केही कुरा बनाएर पठाउनु भयो भने तपाईँ कहिल्यै सफल हुनुहुन्न। सफल हुनुको लागि मेहनत हुनु पर्यो, जाँगर हुनु पर्यो र इमान्दारिता हुनु पर्यो। त्यो छ भनेपछि त्यो मान्छे कहिले पनि असफल हुँदैन मेरो विचारमा। निरन्तर रूपमा लाग्नु पर्यो, खट्नु पर्यो। तपाईँलाई जीवनमा मैले त्यस्तो के गल्ती गरेँ भन्ने लाग्छ लाग्दैन? एउटा केही भन्नु पर्यो भने पस्ताव लाग्ने गल्ती हुन्छ नि कहिलेकाहीँ आफूलाई?
त्यो आफ्नो घर व्यवहारिक कुराहरू होला, स्वास्थ्य क्षेत्रतिर होइन, अरूतिर हो, त्यसलाई छोडिदिउँ। ए तपाईँलाई भगवान प्रकट भएर एउटा चिज माग्नुहोस् म दिन तयार छु भनेर भन्नुभयो भने तपाईँले के चिज माग्न जाला यति बेला? के माग्ने भन्ने अब खै त्यस्तो मैले माग्ने जस्तो त के हो। है ठिकै छ, भगवानको कृपाले गर्दा ठिकै छ, सबै पुगेको छ होइन। सन्तुष्ट छु आफ्नो घर परिवारदेखि, आफ्नो व्यवसायदेखि, सबैदेखि ठिकै छु। त्यस्तो ल भगवानले के चाहियो भने त्यसमा के माग्ने अब। बुवामा हुनुहुन्छ अहिले साथमा? हुनुहुन्न, बुवामा हुनुहुन्न। भइदिएको भए धेरै बुढो हुनुहुन्थ्यो उहाँहरू त, अब 80, 90, 91, 92 वर्षतिरको उमेरमा लामो समयपछि बित्नुभएको। पहिला आमा बित्नुभयो, पछि बुवा बित्नुभयो, अहिले धेरै पहिले नै हो। तपाईँको यो अवस्था, तपाईँको यो खुसीको क्षण देख्दाखेरि बुवामा भइदिएको भए कति खुसी हुनुहुन्थ्यो होला? त्यतिखेर पनि धेरै खुसी हुनुहुन्थ्यो। मेरो छोरो डक्टर भयो भनेर। त्यतिखेर पहिलोचोटिमा जब यो नियुक्ति पाएर आउँदाखेरि बुवामा धेरै खुसी हुनुभयो होइन। अनि त्यसपछि अब मैले आफ्नो क्लिनिक स्टार्ट गर्ने, खुसी हुनुभयो। अनि एकचोटि दाङ पनि आउनुभयो, 10-15 दिन बसेर पनि जानुभयो, धेरै खुसी हुनुहुन्थ्यो। बाल्यकालमा त्यस्तो केही तपाईँले केही दुःखहरू केही भोग्नु पर्यो? त्यस्तो त कति भोग्यो त्यो साध्यै छैन। आर्थिक अभाव झेल्नु पऱ्यो? अब आर्थिक अभाव पनि त्यसपछि आएर अब नमिठो तरिकाले भन्नुपर्दा म क्लासमा कहिल्यै पनि फर्स्ट भएन, सेकेन्ड थर्ड प्रायः जस्तो आउँथेँ होइन। क्लासमा फर्स्ट चाहिँ भएन, सेकेन्ड थर्ड भइरहन्थेँ। त्यति गर्दा गर्दै पनि म 6 क्लास पास गरेपछि मैले पढाइ छोडेर बिचमा 2 वर्ष ग्याप गर्नु पर्यो। कारण? त्यो घरायसी कारण हो, म त सबैले नभनौँ, त्यस्तै थियो। अब 2 वर्ष ग्याप गर्नु पर्यो। अनि 2 वर्ष पछाडि होइन, पढ्ने इन्ट्रेस्ट हुँदाहुँदै, चाहना हुँदाहुँदै सबै पनि त्यस्तै भयो। अनि पछि 2 वर्ष पछाडि त मैले पढ्नै पर्छ भन्ने फेरि आफ्नै किसिमको सोच आयो। म आफैले कमाएर आफै केही गरेर भए पनि म पढ्छु भन्ने त्यस्तो खालको सोच आयो। अनि त्यसपछि फेरि मैले पढ्न सुरु गरेँ। अनि पछि भयो, ठिकै भयो। पछि हामी कार्यक्रमको अन्तिम चरणमा पुगेका छौँ। मैले सोध्न छुटेको तपाईँले यो कुरा त अझै भन्न पाए हुन्थ्यो, मनमा के छ अझै ढुढुली? घरिघरि सबै सोधिहाल्नु। ठिकै छ, त्यस्तो खासै केही छैन, सोध्नुपर्ने त सबै भइहाल्यो नि। यहाँसम्म आएर आफ्नो महत्त्वपूर्ण समय दिनुभयो, यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद। मेरो पनि आज जस मैले यसरी योभन्दा अगाडि कुनै पनि रेडियोमा, कुनै पनि कहीँ गएर यसरी इन्टरभ्यू दिएको थिएन। मलाई पहिलोचोटि केही कुराहरू राख्ने र भन्ने मौकाहरू दिनुभयो, यसको लागि म पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। हस्, धन्यवाद। यस कार्यक्रमको प्रायोजक नागरिक केयर हस्पिटल प्राली।